होला सो अब हामी सुरु गर्छौँ है त। सर्वप्रथम आज बौद्ध धर्म परिचय समाजले आयोजन गरेको इन्टरनेट जुमद्वारा धर्मदेशनाको लागि उपस्थित भएको सम्पूर्ण त्यहाँ स्टुडेन्टहरूलाई र दर्शकबिनहरू सबैलाई नमस्कार भन्न चाहन्छु। अब पहिला हामी सबैले पूर्वाभ्यास गरौँ। नमो तस्सा भगवतो अरहतो सम्मा सम्बुद्धास्सा। बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, संघं शरणं गच्छामि, बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, संघं शरणं गच्छामि, बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, संघं शरणं गच्छामि। नमो गुरुवे नमो बुद्धाय नमो धर्माय नमः संघाय। संघे छोदों सोगे छोनम ला चंजू बर्दो दाने गे जोनांगे डोला बेंजे संघे रुवाराजो। संघे छोदों सोगे छोना चंजू बर्दो दाने के सुचे दागे छेशे गेबे छोनम गे डोला बेंजे रुवाराजो। संघे छोदों सोगे छोना chanjo bardo dane gyusu chi dagi chishe gebe tsonam dola penjere sange rubara sho. Simjen damje dewadan dewe gyudan dembaran gyurjin. Simjen damje dongaldan dongalgi gyudan tewaran gyurjin. Simjen damje dongan devada mendawaran gyurjin. Simjen tamje ngirin chadangyidan danyamla nebara gyurunchi. Penden junne temba tarshingi tinzingi wo tamje ko. Lujin kunla digin junwe ne sange temba tado ge gyuruchi. अब यहाँसम्म चाहिँ पूर्वाभ्यास सक्यो। अब मूल विषयमा चाहिँ भन्न चाहन्छु। सर्वदृष्टि प्रहानाय येस धम्मं देशयत् अनुकंप मोबादाय तन्नमस्यामि गोदम्। अब आजका धर्मदेशना चाहिँ अहिले तपाईहरुले यो पावर पोइन्टमा हेर्दै हुन्छ होला। त्यहाँ लेखेको छ नि नाङबे गोम न्यामलेनले लेसेङिपा भनेको छ। अब हुनु चाहिँ बौद्ध ध्यान साधना अन्तर्गत दोस्रो श्रृङ्खला। अब त्यो चाहिँ के हो भनेदेखि अनि शीर्षक भनौँ तथा विषय चाहिँ अनि धर्मगुरुको अनि आश्रय सम्बन्धी ध्यान साधना भनेको त्यो चाहिँ हो। अनि
साधारणमा भन्यो भने सजिलो भन्यो भने अनि गुरुयोगको ध्यान साधना भनेको गुरुयोग अब त्यसमा चाहिँ दुई विषयद्वारा चाहिँ भन्न चाहन्छु है त्यसमा लम तिन्चु शेर्पालाई नि भनेको छ नि धर्मगुरुको आश्रय विधिमा दुई भेद भनेको छ। अब दुई भेद चाहिँ पहिलो चाहिँ के हो भनेदेखि गल्के ठोङ्गे पौवा भनेर चाहिँ दुष्ट मित्रको सङ्गत गर्न टेक्नु भने त्यो एउटा। अनि दोस्रोमा चाहिँ थिङ्गिन गेवे सिङ्गे तिनसुलुङ यसो भनेको छ। अनि नेपालीमा चाहिँ सुसाधन अर्थात् वास्तविक अनि कल्याण मित्रको आश्रय लिने भनेको छ। अब पहिलो तपाईँहरू सबैले यो दुई अनि विषय चाहिँ मनमा राख्नुपर्छ। अनि यसमा चाहिँ मैले अलिकति भन्न चाहन्छु व्याख्या यहाँ छ नि दुष्ट मित्रको भनेको छ नि दुष्ट मित्रको भनेको छ नि दुष्ट भनेको छ यो सम्पूर्ण लेबीमा गाल्केन भनेको छ। अब दुष्ट भनेको चाहिँ अहिले के दुष्ट भनेको हो भनेदेखि अब हामीले चाहिँ गुरुलाई अनि के अरे गुरु थाप्ने कारण त्यसको लाभ चाहिँ के हो भनेदेखि हामी सुख चाहिने र दुःख नचाहिने भएको कारणले हामीलाई सुख प्राप्त कसरी गर्ने त्यसको उपाय अनि दुःखलाई कसरी हटाउने त्यसको उपायहरू जोस हामीलाई चाहिँ धर्मको ज्ञानहरू चाहिएको छ। त्यो पनि हाम्रो मनको भित्र धर्मको ज्ञान सर्वधर्मको ज्ञानहरू सबै अनि उत्पत्त हुनुपर्ने छ। अब मनको भित्र सर्व ज्ञान उत्पत्ति हुनुको लागि त्यो हुनु चाहिँ धेरै जरुरी छ। अब त्यो हुनुको लागि चाहिँ कसले अनि बाधा गर्छ भन्नेदेखि अनि आफ्नो जीवनमा अनि पापी साथीहरू नराम्रो त्यो मित्रहरू त्यस्तो भयो भने त्योसँग अनि सङ्गत भयो भने त्यो कारणले अनि आफ्नो त्यो अनि सर्व ज्ञानहरू प्राप्त हुनुको लागि बाधा चाहिँ हुँदैछ। त्यस कारणले अहिले यहाँ चाहिँ दुष्ट भनेको दुष्ट मित्रको सङ्गत गर्नु टेक्नु भन्ने कारण त्यो। अब मुनि थिङ्किन गेवेसिङे भनेको त्यसमा सुसाधन भनेको छ हुनु चाहिँ अनुकूल अनि अनुकूल साधना कल्याण मित्र भनेको हो। अब अनुकूल भन्ने कल्याण मित्रलाई अनुकूल भन्ने कारण के हो भनेदेखि अघि भनेको जस्तो हामीलाई चाहेको सर्व ज्ञानहरू अनि आफूलाई अनि प्राप्त हुनु पर्यो। त्यो प्राप्त हुनुको लागि कसले फाइदा गर्छ कसले सहयोग गर्छ भनेदेखि अनि कल्याण मित्र गुरु धर्मगुरुले गर्छ। त्यो कारणले कल्याण मित्र र धर्मगुरुलाई चाहिँ अनि अनुकूल साधना भनेको अनुकूल साधना थुम्बे केन भनेको चाहिँ त्यो। त्यसो कारणले पहिला हामीले यो दुई विषय चाहिँ बुझ्नुपर्छ थाहा हुनुपर्छ है। किन अनि के अरे दुष्ट मित्र भनेर किन अनुकूल साधना कल्याण मित्र किन भनेको विषय चाहिँ थाहा हुनुपर्छ। अब त्यसपछि एक एक गरेर हामी जाउँ। अब त्यसपछि चाहिँ ताङबुनी भनेको चाहिँ पहिलोको चाहिँ भन्छु भनेको अब त्यो
त्यो चाहिँ तपाईँहरूले आगमहरू पाउनुको लागि तिप्तीमा चाहिँ म भन्छु, नेपालीमा चाहिँ अनि घिसिङज्यूले पढ्नुहुन्छ। 상기기 도측수제발레 딕베 촉포 땐미차 마럽 기부 땐미차 게웨 촌놈 땐차시 기부 촌놈 땐바레 차스 बुद्ध स्वयंले यसरी भन्नुभएको छ, नेपालीमा पढ्नुहोस्। पहिलो चाहिँ बुद्ध वाचन धम्मपदमा बताउनु भएको छ, पापी साथीको सङ्गत नगर्नु, अभद्र पुरुषको सङ्गत नगर्नु, कुशल मित्रको सङ्गत गर्नु, उत्तम पुरुषहरूको सङ्गत गर्नु। अब यहाँ चाहिँ तपाईँहरूले नेपालीमा त्यो हेर्नुहोस् है। यहाँ पापी साथीको सङ्गत नगर्नु, त्यसको किन पापी साथीको सङ्गत गर्यो भने के हुन्छ भनेदेखि आफै पनि पापको कार्यहरू गर्ने, अकुशल कार्यहरू गर्ने आफै पनि पापी मान्छे हुन्छ। अब त्यसपछि अभद्र पुरुषको सङ्गत नगर्नु भने कारण के हो भनेदेखि यदि हामीले अव्रत पुरुषको सङ्गत गर्यो भनेदेखि आफै पनि अव्रत पुरुष हुन्छ, अभद्र पुरुष हुन्छ। त्यही जस्तो त्यो हुन्छ। त्यसो कारणले हामीले चाहिँ अनि अब यो पनि त्यो हो, धर्मको विषयमा ध्यान अभ्यास पहिला गर्ने अनि व्यक्तिहरूले चाहिँ अनि आफ्नो के भन्छ साथीमा राम्रो साथी र नराम्रो साथी दुईले धेरै फरक हुन्छ। त्यसो कारणले नराम्रो साथीसँग सङ्गत नगर्नु, राम्रो साथीसँग चाहिँ सङ्गत गर्नुपर्छ भन्ने चाहिँ यो धर्म अभ्यास पहिलो गर्नेहरूलाई धेरै महत्त्वपूर्ण हो। अब धर्म धेरै परिसकेर ध्यान अभ्यासहरू गरिसक्यो भनेदेखि त्यति फरक छैन। अब उदाहरणमा मलाई अब त्यो राम्रो मान्छे अनि सँग अनि त्यो के भन्छ सङ्गत भयो र नभयो मलाई केही फरक छैन, नराम्रोसँग भयो या नभयो केही छैन। त्यसले मलाई केही के भन्छ बाधा हुने अनि त्यसले आफूले केही फरक केही हुँदैन, फरक पर्दैन है। अब नत्र नयाँ पहिला अनि धर्ममा लाग्नेहरूलाई चाहिँ यो धेरै महत्त्वपूर्ण छ है। त्यो एउटा। अब त्यसमा चाहिँ बुद्धले चाहिँ के भन्नुहुन्छ भनेदेखि कुशल मित्रको सङ्गत गर्नु भनेको छ। कुशल मित्रको सङ्गत गर्यो भने के हुन्छ भनेदेखि आफै पनि कुशलको कार्यहरू गर्ने राम्रो मान्छे एउटा चाहिँ हुन्छ। उत्तम पुरुषहरूको सङ्गत गर्नु भन्नुभएको छ। आफैले भने उत्तम पुरुषहरूसँग सङ्गत भयो भने उहाँ चाहिँ उत्तम पुरुष भएको कारणले हामी आफै पनि बिस्तारै उत्तम पुरुष हुँदै जान्छ। किनभनेदेखि उत्तम पुरुषहरूलाई धेरै ज्ञानहरू हुन्छ, त्यो ज्ञानहरू आफैले प्राप्त हुन्छ, त्यो भएर आफै पनि उत्तम पुरुष त्यस्तो हुनसक्छ है। अब यो उदाहरणमा भन्यो भनेदेखि एउटा चेलाले राम्रो गुरु थापेर गुरुले जो भनेको जस्तै आफैले अनि गरेर गयो भनेदेखि ऊ पनि बिस्तारै त्यही गुरु जस्तो हुने रहेछ नि। अब त्यसमा भारतमा पनि गुरु चेलामा यस्तो धेरै भएको कुराहरू छ। तिब्बतमा पनि निङमा, कैक्यु, साक्य, घिलुक चार प्रकारको परम्परामै त्यस्तो भएकोहरू छ है। त्यसो कारणले उत्तम पुरुषहरू सङ्गत गर्नु भनेको चाहिँ त्यो हो। अब हामी म अहिले यहाँ के भन्न चाहन्छु भनेदेखि यो बुद्ध शाक्यमुनिले भन्नुभएको हो नि। अब हामीले पनि बुद्ध शाक्यमुनि उहाँ के हो, कुशल मित्र पनि हो, उत्तम पुरुष पनि हो। त्यसो कारणले आफैले अनि बुद्ध शाक्यमुनिसँग सङ्गत
भयो भने अनि उहाँले जो हामीलाई सल्लाह सुझावहरू दिएको हुन्छ त्यसमा हामी पनि लाग्यो भनेदेखि हामी पनि बिस्तारै बिस्तारै बुद्ध शाक्यमुनि वहीँ जस्तो हुनु अनि सम्भव छ। त्यसो कारणले हामीले कुशल मित्रको सङ्गत गर्नुपर्छ, उत्तम पुरुषहरूसँग सङ्गत चाहिँ गर्नुपर्छ भनेको चाहिँ त्यो एउटा। अब त्यसपछि अब यो पनि ग्यासे लाग्लेनले 강단 종로 독숨 필교시 퇴섬 건배 차와 냠귤라 잠든 인제 매버 규체베 통ye 봉원 ग्यासेलाले यो चाहिँ आगम हो। अब यो नेपालीमा चाहिँ पढ्नुस्। 37 जिन पुत्र अभ्यासमा बताएको छ, जससँग सङ्गत गर्नाले त्रिविष फैलिन्छ, श्रवण चिन्तन तथा भावना नाश हुनेछ, मैत्री एवं करुणालाई सखा पर्ने कुमित्रको त्याग गर्नु नै जिन पुत्रको अभ्यास हो। अब यहाँ चाहिँ छोटकरीमा धेरै राम्रो कुरा चाहिँ भन्नुभएको छ नि है। यहाँ के भन्नुभएको छ भनेदेखि अनि अघि भनेको पापीको मित्र, पापीको अनि पापीको मित्र भने चाहिँ कस्तोले भन्छ अनि के अरे अघि भनेको त्यो अपभद्रा पुरुष, अपभद्रा पुरुष भन्ने चाहिँ कस्तोलाई भन्छ भनेदेखि हो त्यसको विषयमा चाहिँ यहाँ अनि स्पष्ट भन्नुभएको छ। पापीको अनि मित्र भने चाहिँ कस्तोलाई भन्छ भनेदेखि यहाँ यसरी भनेको छ, जससँग सङ्गत गर्नाले त्रिविष फैलाइन्छ भनेको छ। त्यसो कारणले त्रिविष भने चाहिँ राग रिस मोह हो। त्यसो कारणले जोसँग हामीले सङ्गत हुन्छ त्यो सङ्गत भएको कारणले अनि आफ्नो मनको भित्र रागहरू अनि विकास हुने, रिसहरू विकास हुने, फैलाउने, मोहहरू अनि फैलाउने, त्यस्तो अनि फैलाउँदछ भने फैलाउँछ भनेदेखि हो त्यस्तो अनि खालको अनि मित्रलाई अनि पापीको मित्र भन्छ भनेको छ। त्यो मात्र नभएर त्यसको मुनि के भन्छ भनेदेखि श्रवण चिन्तन तथा अनि भावना नाश हुने भनेको छ। त्यसो कारणले जो व्यक्तिसँग सङ्गत भएको कारणले अनि आफ्नो आफूलाई चाहेको आफूलाई हुनुपर्ने त्यो श्रवणको ज्ञान, चिन्तनको ज्ञान, भावनाको ज्ञानहरू चाहेको छ नि, तर जो हामीले चाहेको र महत्त्वपूर्ण भएको श्रवण चिन्तन तथा भावना त्यस्तो ज्ञानहरू सबै अनि त्यो मान्छेसँग सङ्गत भएको कारणले नष्ट भयो भने अब आफूलाई धेरै के अरे धेरै बेफाइदा चाहिँ भएको छ। त्यसो कारणले त्यस्तो हुन्छ। त्यसो कारणले श्रवण चिन्तन तथा भावना नष्ट हुने त्यस्तो व्यक्तिसँग अनि आफूले सङ्गत गर्नु हुँदैन भन्नुभएको छ है। अब त्यस तल चाहिँ के भन्नु छ भनेदेखि त्यो मात्र नभएर यहाँ मैत्री एवं करुणा, अब जो हामीले साधारणमा भन्यौँ भनेदेखि अनि त्यो के भन्छ माया दया है। अब जो व्यक्तिसँग अनि सङ्गत भएको कारणले आफ्नो मनको भित्र माया र अनि दयाहरू सबै नष्ट भयो भने र त्यो माया दयाहरू चाहिँ सखेप पर्ने, त्यो सखप पर्ने त्यस्तो भयो भनेदेखि त्यो व्यक्ति चाहिँ अनि पापीको मित्र हो भनेको छ। अब यहाँ तीनवटा कारण राम्रो भनेको छ नि, तीन कारण भनेको छ नि। त्यस्तो तीन कारण अनि त्यो कारण भएको कारणले हामीले चाहिँ
कुमित्रको त्याग्नु पर्छ भनेको छ। कुमित्रलाई त्याग्ने है, पापीको अनि साथीलाई त्याग्ने त्यही अनि त्यो के अरे जिन पुत्रको अभ्यास हो भनेको छ। त्यसो कारणले अब यहाँ अलिकति अनि त्यो के भन्छ व्याख्या गर्नुपर्ने छ रहेछ। अहिले यहाँ छ नि त्याग्नु भनेछ नि कुमित्रको त्याग्नु के अरे त्याग गर्नु भनेछ नि, त्याग गर्नु, कुमित्रको त्याग गर्नु भनेछ नि, त्याग गर्नु भने त्यसमा दुई हुन्छ। एउटा चाहिँ आफ्नो मनदेखि नै अनि त्यसलाई मन नपारेर त्याग्ने एउटा हुन्छ। एउटा चाहिँ मनभित्रदेखि अनि उहाँलाई अनि माया र दया त छ, तर उहाँसँग गयो भनेदेखि उहाँको नराम्रो सोच, नराम्रो अनि कार्यहरू अनि आफूले त्यो हुनसक्छ। त्यसो कारणले शरीरद्वारा त्याग्नुपर्ने हुन्छ। त्यसो कारणले अहिले के भनेको छ भनेदेखि कुमित्रको त्याग गर्नु भने चाहिँ मनदेखि नै माया दया नगरेर त्याग्नु भनेको होइन है। बुद्धिसत्वहरूले यस्तो गर्नु हुँदैन। अब अहिले चाहिँ के भनेको छ भनेदेखि शरीरद्वारा उहाँसँग मनभित्रदेखि त माया दया राख्ने, किनभनेदेखि सर्व प्राणीहरू सबै पापी होस् अनि अपापी होस्, सर्व प्राणीहरू सबै सुख चाहिने दुःख नचाहिने एउटै हो। हामीले सर्व प्राणीहरू सबैलाई अनि माया दया हुनुपर्छ। त्यसो कारणले पापीको साथीलाई मनभित्रदेखि नै माया दया छोडेर त्याग्नु भने चाहिँ होइन। शरीरद्वारा अलिकति टाढो बस्ने, उहाँको नराम्रो सोच र नराम्रो कार्यहरू आफूलाई त्यो जस्तो नसार्नेको लागि अनि हामीले चाहिँ अनि अलि टाढो बस्नुपर्छ भनेको मतलब चाहिँ त्यो हो। हलस्, अब यहाँ छ एउटा चाहिँ यहाँ पनि धेरै राम्रो भनेको छ है। डिक्टो यो जे घुङताङबाले भनेको डिक्टो यिङसे राज्य मिजुङकी चेसिङ फेलबे सोल्के जुम्देने चेक्यो येमे ठोसे भामेकी लेला जोर्ते दिबे ठोयमे गोए नेसे टिङदु पोङसे आङ। अब त्यो चाहिँ नेपालीमा अनि सजिलोदेखि थाहा पाउने छ। त्यसो कारणले किसी निजोले पढ्नु बेलामा चाहिँ तपाईँले राम्रो गरेर सुन्नुहोस् त, त्यसले व्याख्या चाहिँ गर्नु पर्दैन जस्तो लाग्छ। खालि छिल्लोमा तिब्बतको सिद्धि पण्डित भिक्षु खुङथङपाले बताउनु भएको छ, पापी मित्र भन्दा सिंह भएको हुँदैन। स्नेह र उद्धार गर्ने खलको हाँसिलो अनुहार देखाएर चित्त विक्षिप्त हुने खेलको सहयोग गरी अप्रमादको कर्ममा लगाउने त्यो व्यक्ति पापी मित्र भएको कारण त्यस्ता साथीलाई सरुवा रोग जस्तो सम्झेर त्याग्नु पर्छ है। यहाँ त्यसो कारणले यहाँ भनेको छ नि पापी साथीलाई त्याग्नु चाहिँ सर्व रोग अनि जस्तो अनि सम्झिएर चाहिँ त्याग्नुपर्छ भनेको छ। हो, यहाँसम्म चाहिँ पहिलोको विषय चाहिँ सक्यो। अब दोस्रो, अब यो चाहिँ धेरै महत्त्वपूर्ण हो। दोस्रो निपा थुङ्गेन गेवेसिङ तिनसुल ल सुम भनेको छ है। अब यो चाहिँ त्यो हो। दोस्रो अनुकूल साधना वास्तविक कल्याण मित्रको आश्रय लिने विधिमा 3 प्रकार भनेको छ। अब यहाँ चाहिँ पहिला म एउटा महत्त्वपूर्ण कुरा एउटा चाहिँ भन्नु चाहेको छ है। अब तपाईहरु मनमा त्यो राख्नुस् अनि अलिकति नोटहरू त्यो टिप्पणी गर्नुस् है। अब पहिला यो हो, बुद्ध धर्मलाई
पढ्नुको लागि मात्र हो भनेदेखि गुरु थाप्ने पर्ने कुरा चाहिँ छैन। गुरु थाप्नु पर्दैन है, धर्मगुरु थाप्ने भने चाहिँ जरुर छैन। आफूले अनि कोही मान्छे त्यो विद्वान भएको मान्छेसँग सङ्गत राखेर अनि उहाँलाई चाहिँ आफ्नो एउटा साथी, राम्रो साथी, दोस्तो, धर्म फ्रेन्ड भन्छ नि, त्यस्तो सोचेर चाहिँ अनि उहाँदेखि धर्मको शिक्षाहरू, बुद्धको शिक्षा, बौद्धको शिक्षाहरू चाहिँ आफूले पढ्नु सक्छ। त्यो मात्र नभएर आफूले किताबहरू हेर्दै हेर्दै गरेर अनि धर्मको शिक्षाहरू चाहिँ आफूले पढ्नु सक्छ। तर बुद्ध धर्मको शिक्षामा अनि विस्तृत रूपले है सर्व ज्ञान आफूले त्यो सर्व शिक्षाहरू प्राप्त हुने छ भनेदेखि अनि गुरु मान्नुपर्छ। गुरु नमानेर त्यस्तो सर्व अनि शिक्षा आफूले, बौद्धको सर्व शिक्षा आफूले प्राप्त हुनु गाह्रो छ। सर्व ज्ञान प्राप्त हुने भने चाहिँ हुँदैन है। उदाहरणमा भन्यो भनेदेखि है, अनि बौद्धको शिक्षा भनौँ, ज्ञानको भित्र चाहिँ अनि यो के अरे शून्यताको ज्ञान भन्ने त्यस्तो छ। त्यस्तोहरू चाहिँ राम्रो गरेर अनि बुझ्नु र त्यसको ज्ञान मनको भित्र प्राप्त हुनुको लागि गुरु थाप्नै पर्छ। गुरु नथाप्यो भनेदेखि त्यस्तो चाहिँ हुँदैन। अब साधारण शिक्षाहरू चाहिँ गुरु नथापेर पनि अनि पढ्नु सक्छ, आफूले पनि त्यसको ज्ञानहरू चाहिँ प्राप्त हुनसक्छ। त्यसो कारणले मैले यहाँ के भन्छु भनेदेखि अनि बौद्ध धर्मको शिक्षा अनि प्राप्त हुनु मात्रको लागि गुरु थाप्नु पर्ने छैन भनेको चाहिँ त्यो हो। अब त्यो हो। अब यहाँ चाहिँ गुरु थाप्नु पर्छ भनेको कुरा चाहिँ के हो भनेदेखि अब त्यसमा एकमा अघि भनेको जस्तो बौद्धको सर्व ज्ञान प्राप्त हुनुको लागि गुरु थाप्नु पर्ने, धर्म गुरु थाप्नु पर्ने एउटा। दोस्रो चाहिँ तल मुनि एउटा मैले त्यो के भन्छ संक्षिप्तमा एउटा कुरा भनेको छ, म त्यो देखाउँछु है। त्यसमा तपाईँहरू हेर्दै गर्नुहोस्। एकछिन है, यहाँ छ, यहाँ हेर्नुहोस् है। दोन लमने लोमेङ्गने तेङ्गी दुमे चावा हिम्बा त लम्गी चावा हिम्बे भनेको छ नि। त्यसमा नेपालीमा चाहिँ यस्तो छ, संक्षिप्तमा भन्नु पर्दा धर्मगुरु भन्ने चाहिँ भनेको अनि शिक्षाको लागि, शिक्षा छ नि, शिष्य कहो अदि शिष्यको लागि परम लक्ष्यको मूल परम लक्ष्यको मूल र त्यसो लक्ष्यको मूल र अनि मार्गको जारो कसा सत्मार्ग लाग्यो, सत्मार्गको अनि जरो हो। केना याङ्गेर चिलोक्ता संक्षेपमा भन्नुपर्दा धर्मगुरु भनेको शिष्यको लागि परम लक्ष्यको मूल र सद्मार्गको जरो हो। अब यो मेन कुरा चाहिँ यो हो, के अरे महत्त्वपूर्ण कुरा चाहिँ यो हो। त्यो गुरु थाप्नु पर्ने, गुरु भने चाहिँ के हो भनेदेखि शिष्यको लागि परम लक्ष्यको मूल हो भनेको छ है। अब त्यो चाहिँ आफ्नो जीवनमा त्यो अनि लक्ष्य भने चाहिँ अनि धेरै जरुर छ नि। त्यो आफूलाई राम्रो हुनुको लागि चाहिँ गुरुलाई धेरै भर पर्छ एउटा।
अब दोस्रो चाहिँ के हो भनेदेखि सत्त मर्गा र सत मर्गाको अनि जरो हो भनेको छ नि। त्यसो कारणले हामीलाई अनि के अरे दुःख टेक्नु र सुख प्राप्त हुनुको लागि हामीलाई चाहिँ अनि दुःखलाई अनि टेक्नु सक्ने, सुखलाई प्राप्त हुनु सक्ने एउटा उपाय भएको मार्ग चाहिएको छ। त्यसलाई थप्लम भन्छ, त्यो चाहिएको छ। त्यसो कारणले त्यस्तो मार्गहरू चाहिँ अनि त्यसको जरा अनि चाहिँ के हो भनेदेखि गुरु हो भनेको छ। त्यसो कारणले आफूलाई त्यस्तो अनि अब त्यो मार्गमा भने 5 प्रकारको मार्ग छ। 5 प्रकार मार्ग छ, तयाता गति गति परागति परासमगति बुद्धि सोहा भनेर। त्यस्तो अनि ज्ञान गुणहरू अनि आफूलाई प्राप्त हुनुको लागि गुरु भने चाहिँ धेरै महत्त्वपूर्ण हो। त्यसो कारणले हामीले किन गुरु थाप्नुपर्छ भनेको कारण चाहिँ अनि मूल यो दुई हो है। यो चाहिँ मनमा राख्नुहोस्। अब त्यो मात्र होइन, यन्दे कुङ्गी सिङ्गुरु ठिन्जेन्जे भनेको जस्तै गरेर यदि आफूलाई अघि भनेको जस्तो सर्व ज्ञान गुण अनि चाहियो भनेदेखि त्यसको अनि खर्च सिधे यन्दे कुङ्गी सिर्ख्युर जाग जस्तो चाहिँ अनि गुरु भएको छ। त्यसो कारणले अब त्यही कारणले गुरुलाई चाहिँ थाप्नुपर्छ भने चाहिँ कारण चाहिँ त्यो हो। डेट पछि यो चाहिँ अनि मनमा राख्नुपर्ने महत्त्वपूर्ण कुरा एउटा चाहिँ यो हो। अब यहाँ हेर्नुहोस्, अब यदि हामीले गुरु थाप्ने पर्ने हो भनेदेखि अब आफूले गुरु थाप्नु अनि बेलामा अनि के गर्नुपर्छ? गुरु थाप्नु भन्ने त्यसलाई चाहिँ कल्याण मित्रको आश्रय लिने विधिमा भनेको विधि, कल्याण मित्रको आश्रय लिने विधि भनेको छ। अब यसमा मैले के भन्नु चाहेको छ भनेदेखि अस्ति हामी त्यो बौद्ध धर्म ध्यान साधनाको विषयमा अनि मैले सामान्य व्याख्या चाहिँ गरेको थिएँ नि। त्यो बेलामा चाहिँ अनि मैले यो के भन्छ तपाईहरुलाई त्यो मूल अनि विषय तेस्रो मूल विषयमा चाहिँ गोम न्याम्ले न जुग्बे रिम्बा ध्यान साधनामा प्रवेश हुने क्रममा भने चाहिँ विषय त्यो कुरा चाहिँ भनेको थिए। त्यसमा 4 छ नि केवे सिंगे त्यम्बा थेले त्यसम नम्दा छवा शेने गोम न्याम्ले छको बा गोम्बे से दोदेन सुम्बा तो खोरिम न्याजिन छवा भनेर 4 छ। त्यसमा केवे सिंगे त्यम्बा भने चाहिँ कल्याण मित्रको आश्रय लिने भनेको विषयमा अस्ति संक्षिप्तमा चाहिँ मैले भनिसकेको छ। अब आज यहाँ चाहिँ त्यसमा चाहिँ अनि विस्तृत रूपले अनि व्याख्या चाहिँ अहिले यहाँ आउँछ है। त्यस कारणले अब तपाईहरुले के थाहा हुनुपर्छ भनेदेखि एउटा चेलाले गुरुलाई अनि आश्रय गर्नु बेलामा आश्रय अनि लिने विधि चाहिँ के रहेछ भनेर चाहिँ राम्रो गरेर चाहिँ जानकार हुनुपर्छ। त्यो भएर राम्रो अभ्यास गर्नु सक्यो भनेदेखि अनि गुरुयोगको ध्यान अभ्यास चाहिँ तपाईहरुले सबैले राम्रो गर्नु सक्छ। त्यो कारणले अब राम्रो गरेर पढ्नुहोस्। अब यहाँ छ त्यसमा 3 पहिला चाहिँ के रहेछ भनेदेखि पहिला त्यहाँ चाहिँ गेवी सिंगी भनेको छ, यो म पढ्छु।
आश्रय लिने कल्याण मित्रको लक्षण भनेको छ है। आश्रय लिने कल्याण मित्रको लक्षण भनेको छ। यो जानकार हुनुपर्छ। यो किन भनेको? यो किन भनेको हो भनेदेखि आफैले अनि आफ्नो जीवनमा यदि गुरु चाहेको छ, धर्मगुरु, अहिले गुरु भने चाहिँ धर्मगुरु चाहेको छ भनेदेखि अनि आफैले पहिला धर्मगुरुहरूको लक्षणहरू के हो भनेर चाहिँ जानकार हुनुपर्छ। त्यो जानकार नभएर अनि जो व्यक्ति आफूसँग मिल्छ अनि अलिअलि नाम भएको, अलिअलि त्यो ज्ञान थोरै भएको अनि त्यस्तो व्यक्ति पाएर चाहिँ तुरुन्त अनि त्यसलाई म गुरु मान्छु भनेर चाहिँ गुरु मान्ने, धर्मगुरु मान्ने त्यस्तो गर्नु हुँदैन। त्यसो कारणले यहाँ बुद्ध शाक्य मुनिले के हामीलाई अनि सिकाएको छ भनेदेखि हामीले आफ्नो जीवनमा धर्मगुरु भन्ने चाहिँ अनि थाप्नु बेलामा त्यसलाई अनि के अरे आश्रय लिनेको अगाडि अनि धर्मगुरुलाई यस्तो यस्तो ज्ञान गुण लक्षण चाहिन्छ भन्यो अनि भन्नुभएको जो छ हो त्यो हामीले थाहा हुनुपर्छ है। त्यो हो। नत्र हामी के गर्छ भनेदेखि कहिले त्यो नलेन्द्र पण्डितहरूको धर्मको शिक्षा र ज्ञान के पनि नभएर अलिअलि त्यो अनि रातो लुगा लगायो, ज्ञान थोरै भयो अनि तुरुन्त उसले पनि म त गुरु ठुलो हो भनेर चाहिँ यताउता जाने मान्छेले पनि त्यसलाई केही परीक्षण नगरेर चाहिँ तुरुन्त उसले गुरु मान्यो अनि पछि चाहिँ बिस्तारै चाहिँ थाहा हुनु बेलामा उसलाई त ज्ञानै छैन रहेछ भन्ने बेलामा चाहिँ अनि पो धोका पायो भनेर चाहिँ फेरि पिर हुन्छ होइन। फेरि कोहीहरू चाहिँ के हुन्छ भनेदेखि अलिकति पर्यो त्यति नपरेको पनि हुन्छ। कोहीहरू चाहिँ अलिअलि छाम बस्यो, त्यति छाम राम्रो नबसेको हुन्छ। छाम बसेर पनि ज्ञान प्राप्त नभएको धेरै नै हुन्छ है। त्यसो कारणले हामीले चाहिँ बुद्धले के लक्षण भन्नुभएको छ त्यो चाहिँ पढेर गुरु थाप्नु बेलामा, धर्मगुरु थाप्नु बेलामा मैले यसरी थाप्नु पर्ने रहेछ भन्ने चाहिँ थाहा हुनुपर्छ। हाम्रो यहाँ के अरे त्यो तिब्बत र नेपालीको अनि त्यो क्षेत्रमा चाहिँ के फलानाले वाङ दिन्छ भने तुरुन्त जान्छ है। त्यो वाङ दिने गुरु चाहिँ को हो, त्यो गुरुलाई वाङ दिनु सक्नेको ज्ञान छ कि छैन, त्यस्तो हामीले त्यो के भन्छ त्यसको विषयमा परीक्षण गर्दैन नि। परीक्षण नगरेर तुरुन्त यता वाङ छ, त्यहाँ वाङ छ, त्यहाँ गुरुले धर्मदेशन दिन्छ रहेछ, त्यहाँ त्यो छ भनेर चाहिँ तुरुन्त हामीले अनि त्यो गुरु थाप्ने त्यस्तो गर्छ रहेछ नि, त्योहरू गर्नु हुँदैन। अब खास गरेर आजकलको दुनियाँमा, आजकलको समयमा अब यो फेसबुकतिर, युट्युबतिर अनि यताउता हामीले धेरै यसरी हेर्दाखेरि आजकल मान्छेहरू धेरै रहेछ नि, म गुरु हो, म गुरु बन्छु, म त ठुलो गुरु हो भन्ने, म धर्म म दिनु सक्छु भने धेरै रहेछ नि। आजकलको मान्छे र पहिलाको मान्छेमा धेरै फरक छ। पहिलाको मान्छे हो भनेदेखि त्यो गुरु गर्ने, म गुरु बन्छु भन्ने चाहिँ मुखले भनेर हुँदैन। मुखले म गुरु बन्छु भनेर गुरु हुँदैन। तपाईँहरू विचार गर्नुहोस् त, स्कुलतिर टिचर गर्ने भने चाहिँ म टिचर गर्छु भनेर तुरुन्त टिचरको पद पाउँछ? पाउँदैन नि। त्यो टिचरको पद पाउनुको लागि उसले त्यहाँ के भन्छ खर्च गयो, परीक्षाहरू गर्नु पर्यो कि त्यो सबै त्यो त्यहाँ के अरे एडमिनिस्ट्रेसनले त्यो सबै हेरेर अनि पो उसले टिचरको काम गर्नु सक्छ भनेर थाहा भयो भने अनि पो त्यो पद चाहिँ दिन्छ नि, नत्र त तुरुन्त दिँदैन नि होइन। तर अहिले त
हामी फ्रिडम हो भनेर चाहिँ अनि कहाँ त्यो म गुरु भन्छु, म गुरु हो, मलाई ज्ञान छ, म त्यो छ भनेर चाहिँ धर्मका यताउता जहाँ पनि दिने त्यस्तो गर्छ रहेछ नि, होइन? त्यो राम्रो होइन। सत्य कुरामा पहिला धर्मगुरुको लक्षण भने चाहिँ आफूले प्राप्त हुनु पर्यो। त्यसको माथि सकियोसम्म त्यो के भन्छ सकियोसम्म त्यो महान गुरुहरू अनि सम्यक गुरुहरूले पनि त्यो व्यक्तिलाई चाहिँ अब तिमीलाई धर्मगुरु गर्नु सक्ने ज्ञान अनि लक्षण यस्तो रहेछ, मैले पनि तिमीलाई धेरै मैले हेरेँ, अब तिमी धर्मगुरु बन्यो भने हुन्छ, अब तिमी आजदेखि धर्मगुरु गुरु भएर धर्मदेशनाहरू गर्यो भने हुन्छ भनेर आज्ञा त्यस्तो प्राप्त भएदेखि झन् राम्रो हो नि त, होइन? त्यस्तो हुनुपर्छ कि त्यस्तो केही नसोचेर चाहिँ अनि तुरुन्त त्यसो गरेर अनि आजकल गुरु पनि त्यस्तै चेला पनि त्यस्तै, फेरि पछि चाहिँ त्यो गुरुले चेलासँग जुत्ने है झगडा गर्ने, त्यही चेलाहरूले त्यो गुरुलाई चाहिँ फेरि अनि झगडा गर्ने, नराम्रो छ भनेर चाहिँ केही कुरा नराम्रोहरू गर्ने, त्यस्तो हुन्छ रहेछ नि। त्यसो कारणले यस्तो गर्नु हुँदैन है। त्यसो कारणले पहिले नै मैले तपाईँहरूले भनेको छ नि, विवेक भन्ने चाहिँ धेरै महत्त्वपूर्ण हो। त्यसो कारणले यहाँ बुद्धले यसरी भन्नुभएको छ, तेन्जा घेवे सिङ्गी कि छिङ्गी भनेर चाहिँ आश्रय लिइने कल्याण मित्रको लक्षण भनेर चाहिँ लक्षण भन्ने एउटा भनेको छ, त्यसको विषयमा तल आउँछ। दोस्रो तेन्चे लोमे छिङ्गी, गुरु मात्र होइन कि अनि त्यो चेलाहरू पनि अनि गुरुको आश्रय लिने शिष्यको लक्षण भनेको छ। गुरुले पनि तुरुन्त यो धर्म दिनु हुँदैन, त्यसले बौद्ध धर्म चाहिँ राम्रो गर्छ कि गर्दैन, गर्नु सक्छ कि सक्दैन, त्योहरू सबै हेरेर अनि त्यो गर्नुपर्छ लक्षण। अनि तेस्रोमा चाहिँ के भन्नुभएको छ भनेदेखि थी छिर्ते बेच्छु भनेको छ। त्यसको है शिष्यले गुरुको आश्रय लिने विधि हो यो तीन। अब तपाईँहरू मनमा राख्नुहोस् है, यो तीन विषयमा त्यो विषय चाहिँ धेरै महत्त्वपूर्ण हो गुरु थाप्नुको लागि। अब त्यसमा पहिला चाहिँ भन्न चाहन्छु, पहिला चाहिँ थाङ्बुनी है। अब यहाँ थाङ्बुनी भनेको छ। अब यो चाहिँ के हो भनेदेखि अब यो तिप्तीमा चाहिँ नपरौँ, नेपालीमा भनेको छ नि पहिलो चाहिँ भनेको छ। अब पहिलो चाहिँ के हो भनेदेखि पहिलो चाहिँ सूत्र अलङ्कारमा अनि बताएको छ। के बताएको छ भनेदेखि सूत्र अलङ्कारमा के बताएको छ भनेदेखि यहाँ सूत्र अलङ्कारमा बताएको छ। के बताएको छ भनेदेखि कल्याण मित्र भनेको है अनि त्यसलाई कल्याण मित्र र धर्मगुरुलाई अनि भयो भने अनि 10 प्रकारको लक्षण गुण ज्ञान गुण अनि हुनुपर्छ भनेको छ है। पहिलो चाहिँ के हो भनेदेखि अनि सम्भव भएमा अनि आफूले गुरु थाप्नु बेलामा त्यो गुरुलाई धर्मगुरु थाप्नु बेलामा त्यो धर्मगुरुलाई अनि भयो भने 10 प्रकारको लक्षण हुनुपर्छ भनेको छ हो। त्यसलाई चाहिँ परम गुरु भनेर चाहिँ अनि मान्नुपर्छ भनेको छ। अब 10 लक्षण चाहिँ के हो भनेदेखि अब यहाँ मैले तपाईँहरू लेख्दै गर्नुहोस् है। यहाँ छ नि कल्याण मित्र भनेको विनीत नम्बर 1 विनीत, शान्त 2 उपशान्त 3 है, बढी ज्ञान 4 अनि प्रयत्नरत
प्रयत्नरत प्रयत्नरत 5 अनि आगमको धनी 6 अनि तत्वताको बोध 7 मा चाहिँ त्यो हो। अब यहाँ 8 मा चाहिँ व्याख्यानमा निपुण भनेको छ। हुनु चाहिँ यो सच्ची शब्द चाहिँ वचन पण्डित भनेको हो। वचन पण्डित हो। वचन पण्डित भन्नेको त्यो हुनु चाहिँ व्याख्यानमा निपुण भनेको त हो, तर शब्द चाहिँ त्यो वचन पण्डित पछि आउँछ त्यसको वचन पण्डित। अब त्यसपछि चाहिँ के हो भनेदेखि करुणाले युक्त भनेको छ। हुनु चाहिँ यसको शब्द चाहिँ के हो भनेदेखि चेवे दङ्गी भनेको चाहिँ करुणाको स्वरूप भनेको, करुणाको स्वरूप। अब करुणाले युक्त भन्यो भने हुनु त हुन्छ त्यो हो। अब त्यो के 10 मा चाहिँ के हुन्छ भनेदेखि दुःख कष्टको त्याग गर्ने भनेको छ। त्यसको शब्द चाहिँ हुनु चाहिँ खेतको त्याग भनेछ, खेतको त्याग है। यो 10 वटा। अब यो तपाईहरुले जानकार हुनुपर्छ। म एक एक गरेर चाहिँ व्याख्या गर्छु। अब यहाँ छ, पहिला यहाँ छ नि थुलुवाते छुटिमगे लापद देम्बा भनेछ। अब त्यसमा पहिलो चाहिँ त्यो 10 मा पहिलो चाहिँ सर्वप्रथम चाहिँ गुण चाहिँ के हो भनेदेखि विनित। ल विनित भने चाहिँ थाहा हुनु पर्यो। विनित भनेको अर्थात् के हो भनेदेखि शील शिक्षाले युक्त भएको भनेको, शील शिक्षाले युक्त भएको। अस्ति मैले तपाईहरुले भन्नुभएको छ नि त्रिशिक्षा, शील शिक्षा, समाधि शिक्षा, प्राज्ञा शिक्षा, त्यो 3 मा पहिलो चाहिँ है शील शिक्षा हो। त्यो शील शिक्षाले युक्त भएको भनेको छ। तपाईहरुले थाहा हुनुभयो त्रिशिक्षा कथा के अरे शील शिक्षाले युक्त भएको। अब यहाँ तपाईहरुले अलिकति त्यो नोट गर्नुस्, चिन्ह लगाउनुस्, त्यो लेख्नुस्। शील शिक्षामा अनि 3 प्रकारको शील शिक्षा हुन्छ। एउटा चाहिँ प्रतिमोक्षशील शिक्षा। अब शीलमा भनौँ, शीलमा 3 प्रकारको शील। पहिलो चाहिँ प्रतिमोक्षशील भन्छ। प्रतिमोक्षशील भने चाहिँ विनय सूत्रमा भनेको शीलहरू हो। यो हामी उपासिकाहरूले शील लिनुहुन्छ नि, 5 पञ्चशील भनेर। म काटमार नगर्ने, म चोर नगर्ने भन्ने त्यस्तो 5 प्रकारको 5 अनि पञ्चशील लिन्छ नि, त्यो पनि प्रतिमोक्षशील हो। अब त्यो मात्र नभएर हामी गुरुहरूले घिचुल गेलोङ अनि त्यो भिक्षुनीहरू सबैले यो भिक्षुको शीलहरू लिन्छ नि, त्यसले भन्छ प्रतिमोक्षशील भन्छ। त्यो एउटा। अब दोस्रो शील चाहिँ के हो भनेदेखि बुद्ध सत्वको शील, बुद्ध सत्वको शील, बोधिसत्वको शील, बोधिसत्वको शील दोस्रो। तेस्रो चाहिँ के हुन्छ तन्त्रको शील है, तन्त्रको शील भनेर चाहिँ 3 प्रकारको शील हुन्छ। अब यहाँ राम्रो गरेर तपाईहरुले मनमा राख्नुस् है। अहिले के कुरा गर्दैछ भनेदेखि बौद्ध धर्ममा भएको बौद्ध धर्मको अनि के अरे बौद्ध धर्मको कल्याण मित्र धर्मगुरुको बौद्ध धर्मगुरुको लक्षण कुरा चाहिँ गर्दैछ नि। अब धर्मगुरुमा 3 प्रकारको धर्मगुरु हुन्छ। एउटा चाहिँ के हो बौद्धको धर्मगुरु भनेर एउटा है। दोस्रो चाहिँ के हो भनेदेखि अनि महायान बौद्धको धर्मगुरु। तेस्रो चाहिँ के हुन्छ महायान तन्त्रको धर्मगुरु भनेर चाहिँ 3 हुन्छ। त्यसो कारणले आफैले उहाँलाई एउटा व्यक्तिलाई हो म उहाँलाई चाहिँ अनि बौद्धको धर्मगुरु मान्छु भनेदेखि त्यो व्यक्तिलाई
शीलको भित्र के जरुर हुन्छ भनेदेखि हो अघि भनेको प्रतिमोक्षशील चाहिँ हुनुपर्छ। त्यो व्यक्ति चाहिँ एकमा अनि बौद्ध हुनु पर्यो, त्यसमाथि उहाँलाई प्रतिमोक्षशील चाहिँ हुनुपर्छ। यदि त्यो व्यक्ति चाहिँ आफैले म उहाँलाई के अरे महायान बौद्ध धर्मको गुरु मान्छु भनेदेखि उहाँलाई बुद्ध सत्वको शील चाहिँ हुनुपर्छ। म उहाँलाई चाहिँ तन्त्र बौद्धको तन्त्र गुरु मान्छु भनेदेखि उहाँलाई अनि बौद्ध तन्त्रको शील चाहिँ हुनुपर्छ। त्यस्तो शीलमै नबसेर सोच नराम्रो, कार्य नराम्रो, पाप मात्र गर्ने अनि अलिअलि त्यो के भन्छ त्यो पूजापाठ जानेर म गुरु हो धर्म गुरु हो भनेर कहाँ हुन्छ? त्यस्तो हुँदैन। त्यस्तो गरेदेखि हाम्रो बौद्ध धर्म नष्ट हुन्छ। बौद्ध धर्मको गुरु भन्ने चाहिँ शीलमा बस्नुपर्छ। पहिला बौद्धको शीललाई तोडेर त्यसलाई वास्त नगरेर त्यसलाई अनि नष्ट पारेर म बौद्धको गुरु भनेदेखि कहाँ हुन्छ? हो त्यसो भनेदेखि हामी बौद्धहरूले पहिला यो जानकार हुनु पर्यो। त्यसरी अब दोस्रोमा जान्छु है। दोस्रोमा चाहिँ शिवते तिङ्गी चिङ्गी लाबाट देम्बा बनेको छ। यो नेपालीमा चाहिँ शान्त अर्थ, शान्त भने चाहिँ हो। तपाईँहरूले यो याद राख, शान्तको गुण। गुरुलाई अर्को गुण के चाहिन्छ? दोस्रो शान्तको गुण। शान्तको गुण भने चाहिँ के अर्थ के हो भनेदेखि समाधि शिक्षाले युक्त भएको, समाधि शिक्षाले युक्त भएको त्यस्तो हुनुपर्छ भनेको छ। अब समाधि शिक्षा भने चाहिँ ध्यानमा, ध्यान राम्रो गरेर चाहिँ ध्यानको गुण भएको त्यस्तो चाहिँ हुनुपर्छ भनेको छ। त्यो एउटा। अब त्यसमा पनि धेरै किसिमको हुन्छ। अघि भनेको दोस्तो बौद्धको गुरु मान्छु भनेदेखि बौद्धको साधारण अब बौद्धको त्यो के अरे शान्त बौद्धको त्यो के अरे कसरी समाधि शिक्षा चाहिँ हुनु पर्यो। समाधि शिक्षा चाहिँ उहाँले हुनु पर्यो। अब बुद्धिस्ट के अरे महायान गुरु मान्छु भनेदेखि महायानको समाधिको शिक्षा चाहिन्छ उहाँलाई। हो के अरे तन्त्रको गुरु मान्छु भनेदेखि उहाँलाई तन्त्रको समाधिको शिक्षाहरू प्राप्त हुनु पर्यो। त्यस्तो नभएर चाहिँ अनि त्यो गुरु गर्नु सक्दैन। अब आजकल त यस्तोमा ध्यान पनि दिँदैन नि। पढाइ भयो भने अलिकति पढेको छ, सर्टिफिकेट छ भने तुरुन्त म अनि बौद्धको गुरु हो भन्छ नि, त्यो होइन। बौद्धको गुरुलाई शिक्षा पनि प्राप्त हुनु पर्यो, तर त्यो सँगै अधिगम गुण भने चाहिँ चाहिन्छ कि अधिगम गुण तोक्पे योन्देन भन्छ। त्यो अधिगम गुण भने चाहिँ धेरै कुरा छ। त्यसमा मूल 3 हो। त्रिशिक्षाको गुण प्राप्त भएदेखि अधिगम गुण प्राप्त चाहिँ हुँदैछ। त्यसो कारणले मैले यो महत्त्वपूर्ण हो भनेको। शिक्षा मात्रले हुँदैन, सर्टिफिकेट भएर मात्र हुँदैन। हो त्यो हो। अब यहाँ छ के अरे योन्देन लाक्पा भनेको छ मारे। तेस्रो नेवर शिव भने चाहिँ अनि उपशान्त है। उपशान्त भन्नाले उपशान भने चाहिँ के हो भन्थे? उपशान अर्थात् प्राज्ञ शिक्षाले युक्त भनेको छ। प्राज्ञ शिक्षा, त्यो गुरुलाई प्राज्ञ शिक्षा चाहिँ चाहिएको छ है। अब प्राज्ञ शिक्षा भन्नेमा पनि धेरै किसिमको छ। सत्यमा चाहिँ दिंशी सेवे शेरप भने चाहिँ 4 आर्य सत्यको बोध भएको 4 आर्य सत्यको बोध र 4 आर्य सत्यको बोध त्यस्तो ज्ञान भएको चाहिन्छ। त्यो माथि आत्माको के अरे बोध भएको, त्यस माथि शून्यताको बोध भएको, शून्यता ज्ञान भएको त्यस्तोहरू चाहिँ
चाहेको छ। यहाँ चाहिँ यो मनमा राख्नुहोस्। हेलो हेलो अब यहाँसम्म चाहिँ चिन्ह लगाउनुहोस् त। नम्बर 1, 2, 3सम्म पुग्यो नि अहिले। तेस्रो हो नम्बर 1 शील शिक्षा, नम्बर 2 अनि समाधि शिक्षा, नम्बर 3मा चाहिँ प्राज्ञा शिक्षा भयो नि। त्यो 3 गुणलाई के भन्छ भनेदेखि आदिगम गुण भन्छ। आदिगम गुण तोक्पे यन्देन भन्छ है। यो हो। अब यहाँ तपाईहरुले यो के भन्छ, यहाँ महत्त्वपूर्ण कुरा एउटा भन्न चाहन्छु। गुरुलाई अनि 10 प्रकारको गुण चाहिन्छ भनेको छ, भएको छ। त्यसमा नम्बर 1, 2, 3 त्रिशिक्षाको गुण चाहेको कारण के हो? यो के अरे धर्म गुरुलाई यो अनि त्रिशिक्षाको गुण चाहेको कारण के हो त्यो हामीले थाहा हुनुपर्छ। अब त्यसमा चाहिँ हामीले के जान्नुपर्छ भनेदेखि यहाँ सुन्नुहोस् है, महत्त्वपूर्ण कुरा। चेलाले गुरु थाम्ने कारण के हो? गुरुले चेला चाहिँ अनि राख्ने कारण चाहिँ के हो है? अब चेलाले गुरु थाम्ने चाहिँ चेलाहरूले शिष्यहरूले आफ्नो मनलाई परिवर्तन गर्नुको लागि हो नि। मन राम्रो बनाउनुको लागि, मनको भित्र केही न केही बौद्ध धर्मको ज्ञान प्राप्त हुनुको लागि हो नि। जोस रङ्गी सेम्ने योङ्सु दोल आफ्नो मनलाई अनि निन्दर गर्ने, आफ्नो मनलाई नराम्रो मनदेखि राम्रो मनमा परिणत गर्ने, त्यो परिवर्तन हुनुको लागि हो नि। त्यसो कारणले थुल सेदका छ, रङ्ग्यु थुल दमन। गुरु भने चाहिँ कस्तो हुनुपर्छ भनेदेखि त्यो चेलाको मनलाई दमन गर्नु सक्ने हुनुपर्छ, परिवर्तन बनाउन परिणत मर्वे परिवर्तन गर्नु सक्ने हुनुपर्छ। कोही चेलाहरूको अनि रिस राग मोह त्यस्तो धेरै नराम्रो अनि विचार, नराम्रो सोच, नराम्रो भएको त्यो व्यक्तिको चेलाको मनलाई परिणत गरेर धेरै राम्रो, धेरै कुशलको मन, धेरै अनि ज्ञान भएको त्यस्तो मनलाई परिणत गर्नु पर्यो नि। त्यसो कारणले गुरु स्वयं आफ्नो मनलाई निरन्तर र नियन्त्रण गर्नु नसकेर अनि चेलाको मनलाई नियन्त्रण गर्छु भनेको हुन्छ? सक्छ? आफ्नो मनलाई केही परिवर्तन नभएर अरूको मनलाई परिवर्तन गर्छु भन्ने त्यस्तो हुन सक्छ? सक्दैन नि। त्यस्तो कारणले चेलाहरूको मनलाई परिवर्तन गर्नुको अगाडि पहिला गुरु आफै आफ्नो मनलाई परिवर्तन हुनुपर्छ भनेको छ। त्यो परिवर्तन हुनु परेको कारणले गुरु आफैलाई मनलाई परिणत गर्नु सक्ने शक्ति भएको गुण चाहिँ त्रिशिक्षा हो। त्यसो कारणले गुरुलाई त्रिशिक्षा महत्त्वपूर्ण छ भनेको छ। गुरु आफैले त्रिशिक्षा नभएर, गुरु आफै मनलाई परिवर्तन केही नभएर अब म त्यो अरूको मन चाहिँ म परिवर्तन गर्छु भनेदेखि त्यो के भन्छ, असम्भव यो सक्दैन, गाह्रो। त्यसो कारणले यहाँ 1, 2, 3मा त्रिशिक्षाको गुण चाहिन्छ, गुरुलाई त्यो प्राप्त हुनुपर्छ भन्नेको कारण चाहिँ धेरै महत्त्वपूर्ण हो। पछि अब यहाँ चौथो चाहिँ के हो भनेदेखि चौथोमा चाहिँ गुणलाई के भनेको छ भनेदेखि बढी ज्ञान भनेको छ। बढी ज्ञान भनेको त्यो त हो नि।
गुरु र चेला दुइटै ज्ञानमा केही फरक छैन भनेदेखि त त्यो चेलाले गुरु थप्नु परेन, गुरुले चेला त्यो राख्नु पर्दैन नि। त्यसो कारणले गुरु भने चाहिँ चेला भन्दा बढी ज्ञान चाहिँ हुनुपर्छ भनेको है। दिछे। अब त्यसपछि चाहिँ नम्बर 5मा के छ? चेन्जे भने चाहिँ प्रयत्नरत र प्रयत्नरत। अब अघि त्यो शब्द आयो नि, अलिकति गाह्रो छ रहेछ नि शब्द प्रयत्नरत। प्रयत्नरत भनेको अर्थात् मतलब के हो भनेदेखि परोपकार गर्नमा स्थिर आनन्दित हुनुपर्छ भनेको छ। त्यसको मतलब चाहिँ अरूको लागि, गुरु भने चाहिँ आफ्नो चेलादेखि लिएर अरूको लागि अनि धेरै अनि माया दया भएर म अरूको लागि म अरूलाई सहयोग गर्छु, म अरूलाई सहयोग गर्नुमा मलाई मेरो मनमा धेरै आनन्द छ भन्ने त्यस्तो हुनुपर्छ भनेको छ है। गुरु भने चाहिँ आफ्नो लागि चाहिँ सबै गर्ने, अरूको लागि केही नसोच्ने, अरूलाई सहयोग नगर्ने, सहयोग गर्नेमा खुसी पनि नहुने, त्यस्तो गुरु हुँदैन भनेको छ। खास गरेर अनि बौद्धको गुरु हुँदैन, खास गरेर महायानको गुरु त झन् हुँदैन। त्यसो कारणले गुरुलाई यो गुण पनि चाहिएको छ भन्छ। अब छोटोमा चाहिँ के छ भनेदेखि लुङटी छुपा भने चाहिँ आगमको धनी भनेको छ। आगमको धनी भने चाहिँ त्यसको मतलब के हो भनेदेखि मैले चाहिँ गुरुदेखि आगम धेरै थापिसक्यो भने त्यो मात्र होइन। आगमको धनी भने चाहिँ गुरुदेखि कङ्गुर तिङ्गुरदेखि लिएर निङमा कग्यु साक्याहरूकोदेखि लिएर त्यो आगमहरू पनि प्राप्त हुने, त्यो मात्र नभएर लुङकी यन्दे भन्छ नि आगमको गुण। आगमको गुण भने चाहिँ के हो भनेदेखि लुङ थ्योसम छेपे यन्दे भनेको छ। त्यसो कारणले आगमलाई अनि पढेको अनि खर्चा श्रवण चिन्तन गरेको गुणलाई अनि अहिले भनेको छ के अरे आगमको धनी। आगमको धनी भने चाहिँ यसरी सम्झिनुपर्छ। अब त्यसपछि थिङी रब्तु तोक्पा त्यही भनेको छ। थिङी रब्तु तोक्पा भने चाहिँ नेपाली शब्दमा तत्वताको बोध भनेको छ। तत्वताको बोध भने तत्वता भने चाहिँ के हो? तत्वता भने चाहिँ शून्यतालाई भनेको हो। शून्यता है, शून्यतालाई भनेको हो। शून्यता भने चाहिँ सबै शून्य हो, खाली हो भनेको कुरा चाहिँ होइन। होइन, त्यो के भन्छ सर्वज्ञ, सर्व वस्तुहरू सबै अरूलाई भर भएर, ठिक छ, अरूलाई भर परेर अनि उत्पन्न भएको हो। त्यसो कारणले स्वतन्त्र रूपले उत्पन्न भएको होइन। त्यसो कारणले सर्वज्ञ, सर्व वस्तुहरू स्वतन्त्र रूपले उत्पन्न भएको होइन भनेको ज्ञानलाई अनि के भन्छ भनेदेखि शून्यता भन्छ। त्यसो कारणले शून्यताको मतलब चाहिँ प्रतीत समुपातद्वारा थाहा हुनुपर्छ। त्यसो कारणले सर्वज्ञ, सर्व वस्तुहरू सबै प्रतीत समुपात हो है। त्यही कारणले अनि सर्वबोधहरू स्वतन्त्र रूपले छैन भन्ने, स्वतन्त्र रूपले शून्य हो भन्नेलाई शून्यता ज्ञान भने चाहिँ त्यो हो। त्यस्तो बोध हुनुपर्छ भनेको गुरुलाई त्यो। अब त्यसो हो भनेदेखि आजकल आफै गुरुहरू थाप्नु बेलामा गुरुहरूलाई शून्यताको ज्ञान भएको कति छ होला है? धेरै गाह्रो हो नि। त्यसो कारणले गुरु भन्ने चाहिँ धेरै विचार गरेर थाप्नु पर्ने, धर्म गुरु भन्ने। त्यस्तो स्कुलहरूको गुरु भनेको होइन है। त्यो स्कुलहरूको टिचरहरू थाप्नुको लागि यस्तो चाहिएन। अहिले भनेको चाहिँ सत्य सम्यक धर्मगुरु, सम्यक धर्मगुरुलाई हो यस्तो शून्यताको ज्ञानहरू पनि प्राप्त हुनुपर्छ, गुण युक्त हुनुपर्छ भनेको छ।
अब यहाँ माखे माखे भने चाहिँ अनि अघि मैले भने नि वचन 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 पण्डित भनेको वचन पण्डित है माखे वचन पण्डित छ नि यहाँ दे वाचन वाचन पण्डित अर्थात् वाचन पण्डित भने चाहिँ के हो भनेदेखि विनय जानलाई सत्मार्गमा लैजानु अनि कर्म निपुण भएको भनेको छ क्रममा निपुण भएको अब यो धेरै महत्त्वपूर्ण हो योले के देखाउँछ भनेदेखि त्यहाँ यो सम्बोधा लेबेमा लमरिमलाई खेपा भनेको छ लमरिमलाई खेपा भने चाहिँ गुरु भने चाहिँ कस्तो धर्म गुरु भने चाहिँ कस्तो हुन्छ भनेदेखि धर्म गुरु भने चाहिँ आफ्नो चेलालाई क्रम रूपमा धर्मको मार्गहरू सबै 1 2 3 गरेर देखाउन सक्ने त्यो क्रम अनुसार अनि धर्मदेशन गर्न सक्ने त्यो धर्मदेशन गरेर चेला पनि क्रम अनुसार अनि उहाँले ध्यान साधना गर्दै गर्दै अब उहाँ ज्ञान यस्तो प्राप्त भयो यो भयो अब यसपछि यो हुन्छ यो भयो यसरी गरेर बुद्ध भूमिसम्म पुर्याउन सक्ने त्यस्तो हुनुपर्छ अब आजकल त्यसमा ध्यानै दिँदैन नि वाङ कसले दिन्छ नदिन्छ त्यो हेर्छ कसले त्यो के भन्छ धर्मदेशन गर्छ त्यो मात्रै हेर्छ नि यस्तो धर्म एक गरेर अब यहाँ के भन्छ एउटा उदाहरण दिनु न बच्चा एउटा स्कुलमा गयो भनेदेखि त्यो स्कुल टिचरले तुरुन्त उसलाई ल तिमी आज स्कुलमा आयो अनि तिमी 1 क्लासदेखि पढ्नु पर्दैन ल तिमी तुरुन्त त्यहाँ के अरे अनि युनिभर्सिटीमा जानु भनेर चाहिँ उसलाई बच्चालाई त्यो ज्ञान शिक्षाहरू दियो भने हुन्छ हुँदैन नि त्यो बच्चा यस्तो ज्ञानी शिक्षित र शिक्षा भएको ज्ञान भएको ज्ञानी भएको राम्रो बनाउन लागि उसलाई क्रम अनुसार पहिला 1 क्लासको शिक्षा दिने त्यसपछि 2 क्लास 3 त्यसरी गर्दै बिस्तारै बिस्तारै अनि डक्टर इन्जिनियरी PhD सम्म पुर्याउनु पर्छ नि अनि पो पछि त्यस्तो पुर्याउने त्यस्तो शिक्षा क्रम अनुसार दिनु टिचरलाई चाहिँ के भन्छ यो टिचर चाहिँ धेरै राम्रो छ भन्छ नि है हो टिचर भने चाहिँ यस्तो हुनुपर्छ त्यो बच्चालाई कसरी शिक्षा दिन्छ बिस्तारै बिस्तारै दिँदै दिँदै त्यो बच्चालाई शिक्षा राम्रो हुँदै 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 जान्छ नि है त्यही जस्तै हाम्रो धर्ममा भने गुरुले है त्यही जस्तो गरेर चाहिँ पहिला सामान्य शिक्षाहरू दिँदै दिँदै पहिला यो दिनेपछि अब म अहिले तपाईँहरूले दिँदैछ नि यो यसरी जान्छ अहिले मैले तपाईँहरूले अहिले धर्मदेशन गर्दैछ नि त्यो चाहिँ क्रम अनुसारमा अहिले हामी जान्दैछ यसरी गरेर गयो भने अनि तपाईँहरूले राम्रो पऱ्यो भनेदेखि मेरो एउटा के भन्छ उद्देश्य छ नि त्यो उद्देश्य जस्तो गरेर मैले पढाउँदै तिमीहरू यसरी पढ्दै गयो भने पछि तपाईँहरू धेरै ज्ञानी बौद्ध धर्ममा धेरै ज्ञानी भएको राम्रो चाहिँ हुनसक्छ है त्यो तपाईँहरूले थाहा नत्र त मैले पनि तुरुन्त ल तपाईँहरू सबै मेरो चेला हो म तपाईँहरू माया छ है अब योहरू पढ्नु पर्दैन मैले अहिले त्यो छ नि पढ्नु पर्दैन म तिमीहरू वाङ दिन्छु ल भनेर चाहिँ दियो भने के फाइदा वाङ दिनु बेलामा आँखा चिमेर अलिकति त्यो हुन्छ फाइदा हुन्छ है त्यो सक्यो भने त्यही हो एउटा त्यो मेरो एउटा चिनेको एउटा छ दारी सेतो दारी भएको एउटा मान्छे छ उहाँले भने मैले यो जमानामा गुरुसँग 100-200 वाङ थापेसक्यो केही फाइदा भएन भन्छ त्यो अब हामीले कति वाङ थाप्यो है वाङ थापेर हुनु त पुण्य त कमाएको छ तर भने मनको भित्र म वाङ थापेर मेरो शिक्षा मेरो ज्ञान यहाँ पुग्यो भन्ने केही अनुभव छ तपाईँहरूलाई गाह्रो छ नि
है खर्च छेरिङबोको वाङदि खर्च छ वाङ दीर्घ आयु आवश्यक हामीले कति लिइसक्यो होला है त्यो लिएर तपाईँहरू आफ्नो मनमा ओहो मैले दीर्घ आवश्यक वाङ चाहिँ थापेँ अब त मेरो उमेर चाहिँ त 100 त बस्छ भनेर चाहिँ त्यस्तो के भन्छ निर्णय गर्नु सक्नेहरू भए आत्मविश्वास यस्तो छ गाह्रो छ नि है विश्वास होइन थाक्छोपा निर्णय गर्न सक्ने छैन नि त्यो अब आस्थाले गरेको मात्र हो नि त्यसो कारणले यस्तो होइन बौद्ध धर्ममा लाग्ने भने चाहिँ यस्तो होइन कर्म अनुसार यसरी गरेर चाहिँ अनि पढ्दै ध्यान अभ्यास गर्दै श्रवण चिन्तन गर्दै ध्यान अभ्यास गर्दै गयो भने धेरै राम्रो हुन्छ यो 다 어제 저도 심사해요. 다 대수대. 제외당이 नौमा करुणाको स्वरूप भनेको छ हो गुरुलाई करुणाको स्वरूप भएको गुण पनि चाहेको हुनुपर्छ त्यो अब त्यसपछि चाहिँ के हुन्छ भनेदेखि के अरे त्यसपछि छोटो मारे दसौँमा चाहिँ खेतको त्याग भनेको छ त्यो खेतको त्याग भन्नाले कसरी भनेको छ भनेदेखि त्यो चाहिँ अनि गुरु भने चाहिँ कस्तो हुनुपर्छ भनेदेखि आफ्नो चेलालाई धर्म दिने चाहिँ एक पटक दिएर त्यसमा पनि नथाक्ने गरेर त्यस्तो अनि भएको गुरु चाहिँ चाहेको छ भनेको छ है पटक धर्म देशना गर्दा नथाक्ने अर्थात् व्याख्या गर्नमा अनि धैर्य र सहनशीलता हो धेरै सहनशीलता भएको अनि त्यस्तो हुनुपर्छ भनेको छ हो यस्तो गरेर जम्मा 10 प्रकारको गुण हो त्यो हो यहाँसम्म अब त्यसपछि यो एउटा चाहिँ जानकार हुनुपर्छ यदि समयको कारणले अनि 10 प्रकारको गुण भएको गुरु नमिल्यो भने अनि हामी के गर्ने भनेदेखि फेरि त्यसमा चाहिँ मध्यम गुरुको लक्षण भनेर चाहिँ थाहा हुनुपर्छ मध्यम गुरुको लक्षणमा 5 गुण भनेको छ 5 गुण 5 प्रकारको गुण चाहिँ के हो भनेदेखि म सबै नपर्ने यहाँ छ है 5 प्रकारको गुण चाहिँ यो हो यहाँ छ नि के अरे त्रिशिक्षा भने अघि मैले भनिसक्यो नि त्रिशिक्षा 3 गुण हो नि है शील शिक्षा समाधि शिक्षा प्राज्ञा शिक्षा त्यो 3 त्यसमाथि तत्त्वको अनि के अरे गुण तत्त्वको बोध भनेर तत्त्वताको बोध जोस अघि मैले भन्यो शून्यताको ज्ञानको गुण 4 त्यसमाथि एउटा दयालु भनेको छ दयालु भने चाहिँ हुनु चाहिँ अघि भनेको के अरे करुणाको स्वरूप है एउटा जम्मा 5 हो यो चाहिँ मनमा राख्नुहोस् यदि 10 गुण भएको गुरु चाहिँ पाएन भनेदेखि अनि मध्यम गुरुलाई 5 प्रकारको अनि लक्षण भएको भयो भने हुन्छ है ल 5 प्रकारको गुण चाहिँ मैले भनिसकेँ नि यो याद राख्नुहोस् दिएको छ अब यहाँ महत्त्वपूर्ण कुरा चाहिँ यहाँ छ है त दिज ढङ्गी ल एङ्गर ल अब यहाँ यदि यो 10 प्रकारको गुण भएको लक्षण भएको गुरु नमिल्ने फेरि 5 प्रकारको लक्षण भएको गुरु पनि नमिल्ने यदि त्यस्तो भयो भने अब के गर्ने भनेदेखि अन्तिममा अनि संक्षिप्तमा भन्यो भने यो नेपालमा पढ्नुहोस् त संक्षेपमा भन्नुपर्दा धर्मगुरु भनेको शिष्यको लागि परम लक्ष्यको मूल र
सत्मार्गको झरो हो। त्यसकारण दिमरो गाउँ रे 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 त्यसकारण त्यसकारण धर्मगुरुको शरण लिँदा यो त्यो गुरु विद्वान, एकमा, दुईमा शिलवान तथा तीनमा भद्र, यी तीन या सिद्धि पण्डित दुईले युक्त भएका धर्मगुरुको आश्रय लिनुपर्ने अत्यन्त आवश्यक भएको जान्नुपर्छ। अब यहाँ मनमा राख्नुहोस् है। अब अन्तिममा अघिको भनेको 10 प्रकारको गुण र 5 प्रकारको गुण भएको गुरु नमिल्यो भने अब गुरु त चाहेको हुन्छ धर्मगुरु। अब त्यो धर्मगुरुले के हुनु पर्यो? खेचुङ सङसुम भनेको छ है। खेचुङ सङसुम भनेमा चाहिँ अनि विद्वान भन्छ नि, विद्वान। दोस्रो शीलवान, तेस्रो अनि भद्रा त्यो 3 गुण भएको गुरु। र 2 प्रकारको गुण सिद्ध पण्डित भन्ने। सिद्ध भन्ने चाहिँ ठुबे यन्ते भन्छ, ध्यान गरेर चाहिँ ध्यान अभ्यास गरेर केही सिद्ध प्राप्त भएको। पण्डित भने चाहिँ अनि धर्मको शिक्षा त्यो विद्वान भएको। यो 2 हुनुपर्छ। सिद्धको गुण पनि नभएको, विद्वानको गुण पनि नभएको त्यस्तै अनि व्यक्तिलाई अनि धर्मगुरु तुरुन्त मान्नु हुँदैन है। त्यसो कारणले यहाँसम्म चाहिँ सक्यो। यहाँसम्म चाहिँ गुरुको लक्षणहरू सबै भनिसक्यो। अब शिष्यहरूको गुण के हो भनेको विषयमा। अब शिष्यहरूको गुणमा अनि नेपालीमा पढ्नुहोस् है। शिक्षामा भनेमा अनि 3 प्रकारको गुण भनेको छ। यो तपाईँले भन्नुहोस् न। दोस्रो शिष्यको लक्षण चाहिँ सामान्यतया शिष्य मात्रमा हुनुपर्ने गुणहरू चतुशतकमा यसरी बताएको छ। इमान्दार, बुद्धिमानी तथा ज्ञान अर्थी तथा 3 शिष्य श्रवण गरिने भाँडो हो भनी यो चाहिँ एउटा। योहरू के अरे नलेन्द्र पण्डित अनि आर्य देवालले भन्नुभएको। अब अर्को चाहिँ त्यसमाथि अर्को 2 गुण भनेको छ। ल त्यो ल त विशेषतः एक धार्मिक शिष्य हो भने उक्त 3 गुणमाथि धर्मगुरुप्रति आस्था र आदर सम्मान गरी 5 गुणले पूर्ण हुनुपर्छ। अब यहाँ संक्षिप्तमा यहाँ भन्छु है, तपाईँहरूले यहाँ हेर्नुहोस्। यहाँ छ नि छेगिलोमे खेच्यो धार्मिक शिष्यको 5 गुण भनेको छ। धार्मिक शिष्य है, धार्मिक शिष्यको 5 गुण। पहिलो लो सौर नेपा भनेको छ। के अरे चित्त इमान्दार हुनुपर्छ भनेको छ है, एउटा। दोस्रो चाहिँ लोटो देम्बाज बुद्धिमान भनेको छ। बौद्ध धर्म पढ्नेको लागि बुद्धि जरुरत छ, त्यसो कारणले बुद्धिमान। यसमा अलिकति भन्छु, अब आफूले बुद्धि राम्रो छ भनेदेखि त धेरै राम्रो हो। यदि बुद्धिमा अलिकति अनि त्यो अलिकति आफ्नो के भन्छ कम्ती छ भनेदेखि त्यो विकास गर्ने तरिका 2। एउटा चाहिँ अनि सुङ्लु र थ्योसम ग्याछिन छेवा भनेको छ। त्यसो कारणले बुद्ध धर्मको शिक्षालाई श्रवण चिन्तन जति गर्यो भनेदेखि त्यति बुद्धि विकास हुन्छ। त्यो एउटा उपाय। दोस्रो चाहिँ के हो भनेदेखि तन्त्रद्वारा अनि के अरे आफ्नो गुरु र अनि मञ्जुश्रीलाई एकता अनि सम्झेर विचार गरेर मानेर अनि त्यो मञ्जुश्रीको मन्त्रहरू जप्ने, उहाँलाई प्रार्थना गर्ने, उहाँको मन्त्र जप्ने हो। मैले अहिले 2 उपाय भनेको छ नि, त्यो 2 उपायदेखि बुद्धिलाई विकास गर्नुपर्छ, विकास गर्नुपर्छ। अब तेस्रो गुण, यो धार्मिक शिष्यलाई चाहेको तेस्रो गुण चाहिँ के हो भनेदेखि छेल तेङ्गिर ताम देम्बा भनेको छ।
धर्मप्रति रुचि रुचि यो धेरै महत्त्वपूर्ण हो। धर्मप्रति रुचि भयो भनेदेखि त्यो धर्महरू सबै पढ्ने, धर्मको लागि त्यो ध्यान दिनेहरू धेरै हुन्छ नि। धर्मप्रति रुचि नभएदेखि धर्मलाई त्यति अनि महत्त्वपूर्ण ठान्दैन अनि त्यसलाई चाहिँ छोडिदिन्छ। त्यसो कारणले धर्मप्रति रुचि जरुर छ। अब चौथोमा चाहिँ के गुण चाहिन्छ भनेदेखि धार्मिक शिक्षालाई लामाला लामाला थेपाता देम्बा भनेको छ। लामाला थेपाता देम्बा भने चाहिँ गुरुप्रति आस्था चाहिन्छ। गुरुप्रति आस्था चाहिन्छ भनेको कारण के हो भनेदेखि त्यो आस्था चाहिँ अनि ज्ञानको मूल हो। त्यो आस्था गुरुप्रति आस्था छ नि, गुरुप्रति आस्था चाहिँ ज्ञानको के हो मूल, अनि मार्गको मूल, अनि सिद्धिको मूल। चावासुम भनेको छ है, यन्देङ्गी चावा, लाम्गी चावा, मुटुप्गी चावा, थाहा भयो हो। त्यो मूल तीन मूल हो, तीन। त्यही पाँचौँमा चाहिँ लामाला खुइपतान देम्बा भन्छ। धर्म गुरुप्रति आदर सम्मान अनि भनेको छ। हो यहाँसम्म चाहिँ अनि धेरै खर्चका छुजु दिसिङ्गेन र छेसुवा अनि धेरै मा क्योबु लान नै छोयो मारे ती थेपा केताङ दु रो ती इन्द तदुन्दु ती छुमा शाना दि मारे रो मारे बे ल यहाँ थाहा छ। अब यसो गरौँ, समय चाहिँ 7 बजिसक्यो, 7:25 पुगेको जस्तो रहेछ। 7:30 हुनु लागेको छ। अनि अहिले आजको त्यो हुनु मैले तयार गरेको चाहिँ सबै सिद्धेन, तर आधा चाहिँ सिद्धिएको छ। त्यो बाँकी चाहिँ पछि अनि त्यो तपाईँहरूलाई सिकाउँछु। अनि आज चाहिँ यति राख्छु। अब संक्षिप्तमा गर्छ त्यो एकछिन है। मैले यो धर्म प्रवचन गर्नु बेलामा यो महत्त्वपूर्ण सम्झिन्छु। पहिला चाहिँ संक्षिप्त निर्देशन भने चाहिँ एउटा हो। दोस्रोमा चाहिँ अनि विस्तृत व्याख्या। तेस्रोमा चाहिँ अनि सङ्ग्रहित अर्थ भन्छ। अब मैले अहिले यहाँ चाहिँ सङ्ग्रहित अर्थ चाहिँ भन्नु चाहन्छु। अब सङ्ग्रहित अनि अर्थमा चाहिँ भन्नुमा आज मैले 2 विषयद्वारा भनेको छ, यो नबिर्स्नु। पहिला चाहिँ गल्गे ठोङ्गे पाउ भनेर चाहिँ दुष्ट मित्रको सङ्गत गर्ने त्याग्नु भन्ने चाहिँ एउटा हो। दोस्रो चाहिँ थिङ्किङ गेवे सेङ्गे तेम्बा भनेर चाहिँ अनि अनुकूल अनि साधना कल्याण मित्रको अनि आश्रय लिने भन्ने चाहिँ त्यो 2 हो। त्यो 2 चाहिँ त्यो 2द्वारा चाहिँ भनेको। अब त्यसमा पहिलोको चाहिँ सबै सिद्धियो। दोस्रोमा अनि हामी प्रवेश गर्दाखेरि चाहिँ दोस्रोमा चाहिँ दोस्रोमा चाहिँ अनि के अरे 3 भेद छ। त्यसमा तेन्जा गेवे सिङ्गी छिङ्गी भनेर अनि गुरुहरूको लक्षण, धर्मगुरुलाई के लक्षण हुनुपर्छ भनेको विषयमा मैले सबै भनिसक्यो है। दोस्रो तेन्जे लोमे छिङ्गी शिष्यहरूलाई के लक्षण हुनुपर्छ, के गुण हुनुपर्छ भनेर त्यो पनि मैले सबै अनि तपाईँहरूलाई जानकारी दिइसक्यो, सक्यो। अब के बाँकी भयो भनेदेखि थी छिटो तेम्बेछु अनि शिष्यले गुरुलाई कसरी अनि आश्रय लिने विधि है, आश्रय लिने विधिको विषयमा चाहिँ अनि
आइले बाँकी रहेको छ अब पछिमा अनि यो चाहिँ त्यो गर्छौँ अन्तिममा प्रार्थना गरौँ है हामी सबै Jambe bawo chidari kembato, kundu zambo tenyan tishende, deda kunjin che sunda. Gyawan deda tamze rakdu ngo, tuzumi shebe, gyawa tamze ngo wakang chodo. Dakshin gewe tsawan de gunya, sangbo chuche rakdu ngo warayangi. Pama simjen tamze dedan dengyurzi, nyenro tamze tado tom. Changjuk semba kanon su shoba, deda kunge myola. Dhruv gyuru chi tenpa lana mebe tenpa tan jalwan dindra lamen chinbe gewan diyan dhruva mali shingin tamben zimben gyuru ngu gewa kundu yanda lam dhamen choge pela longzi sada lam ge yenden rabdun doje changi gopan yurdu sho. Onlas.